हेलो एभ्रिवान, तपाईहरु बी केयरफुल है। एउटा मान्छे छ, उसले चाहिँ 3000 युरो लिँदै मान्छे लिएर आउँदैछ अझै पनि हैन। अब पोल्यान्ड सरकारले भनिसकेको छ जुनबाट बन्द भइसक्यो भनेर हैन। अब उही सरकार रहेछ त्यही मान्छे है। अनि उसले टीआरसी 100% निकाल्दिन्छ रे दुई ठाउँबाट, एउटा लयरबाट र एउटा चाहिँ उसको पर्सनलबाट थ्रुबाट बनाएर गर्दिन्छ अरे। यहाँ तपाईहरुलाई म यो शेयर गर्नको लागि आएको, पुरा मज्जाले बुझ्नु हैन, सुन्नु पनि बुझ्नु पनि। अब मैले अस्ति भ्याकेन्सी निकाल्दा पनि धेरैजनाले आउनु मिल्छ भनेर सोध्नुभयो है। क्रोसिया, रोमानिया, बुल्गेरिया धेरै ठाउँबाट मेसेज आएको छ। आउनु मिल्दैन, तपाईहरुलाई जसले जे भने पनि 100% टीआरसी बनिँदैन। तपाईको नेपालबाट आएको लागत र तपाईको टाइम वेस्ट गर्न चाहनुहुन्छ भने पोल्यान्ड आउनु होला, नत्र नआउनु होला भन्न चाहन्छु है। ल अब रेकर्ड सुन्नु है त। यहाँ हामीले फोन रेकर्ड गरेको छ हाम्रो दाइले। अनि दाइको आइडी चाहिँ बिहान हुन लागेको कारणले गर्दा चाहिँ मैले चाहिँ मेरो आइडीबाट चाहिँ सेयर गर्दैछु है। यो भिडियो चाहिँ भरसक सबैलाई सेयर गर्नु होला भन्न चाहन्छु। ल भिडियो अगाडि बढाए है। अनि पहिला त भिजा लाउनु पर्यो। भिजा लाउँदाखेरि पनि 3000 युरो जान्छ र त्यो टाइम कन्ज्युमिङ हुन्छ र केही नभए 4 महिना 6 महिना जति लाग्छ। वर्कमा पनि निस्कनु पर्यो यो त्यो। तर अहिले स्टडीबाट पनि गर्न मिल्छ। स्टडीबाट गर्नुभयो भने के हुन्छ भन्दाखेरि छिट्टो हुन्छ, तर स्टडीको डकुमेन्टको स्टुडेन्टको लागि पनि त्यही खर्च हुन्छ। सुरुबाट भन्नु त प्रोसेस के गर्नुपर्छ अरे? जुन मनदेखि थाहा छ नि बन्द भएको छ। बन्द हुँदाखेरि तपाईको वर्किङ भनेर गर्नुहुन्छ भन्दाखेरि यहाँको इमिग्रेसनले भन्छ वर्किङबाट चाहिँ अरू सेनेगन कन्ट्रीबाट आएको मान्छेले टिआर दिँदैन। अनि केबाट दिन्छन् भन्दाखेरि मान्यो मतलब एक्सटेन्डै नगर्ने भए, अब मान्यो बस्ने अधिकार वर्किङबाट दिँदैन भने काम कसरी गर्ने भन्दाखेरि त यहाँ काम गर्न मिलेन। र स्टुडेन्ट हुमेटेरियन बेसिसमा तपाईको बस्न दिन्छ, स्टुडेन्टलाई पढ्न दिन्छ र काम गर्न पनि दिन्छ। बस्न दियो भने त काम पनि गर्न दियो भन्दाखेरि 1000 युरो चाहिँ सुरुमा लाग्छ है। त्यो भन्दाखेरि टीआरसी को भयो, यताउता हामीले जब सब सेट गरिदिन्छौँ। र फिङ्गरको लागि चाहिँ एजेन्सीले महिना थोरै काट्दै जान्छन्। त्यो एउटा एजेन्सी छ, एजेन्सीले 1000 युरोमा मात्र स्टुडेन्टको डकुमेन्टको लागि काट्छ भन्दाखेरि 4000 पोलिस जुलौटी। अर्को चाहिँ हाम्रो प्रोजेक्ट छ जसमा चाहिँ 2000 एजेन्सीको चाहिँ भर हुँदैन। किन भन्दाखेरि तपाईहरु नै आउनुभयो फिङ्गर आज हामी कहाँ भएर पो हामीले भनेको यस्तो हो। अनि हाम्रो प्रोजेक्टबाट गर्नुहुन्छ भने हामी सिधा युनिभर्सिटीसँग डकुमेन्ट लिन्छौँ। अब त्यो एजेन्सीले कसरी मिलायो थाहा छैन, तर सस्तो गर्ने हो भने एजेन्सी कहाँ टक्राइदिने हो। अनि हामी कहाँबाट गर्नुहुन्छ भने त्यो युनिभर्सिटीमा स्टुडेन्टको सर्टिफिकेटको लागि 2000 युरो तिर्नुपर्छ। त्यो स्यालेरीबाट कटाएर चाहिँ 2000 दिनुपर्छ। या त तपाईँ आफ्नै स्यालेरीबाट कमाएर दिँदा भयो। त्यो पछि फिङ्गरको बेलामा स्टुडेन्ट जस्तो कि अहिले तपाईँहरूले वर्किङबाट एनएक्स प्रोमिसिङ लेटर दिनुहुन्छ नि, फिङ्गरको बेलामा स्टुडेन्टको डकुमेन्ट तिनीहरूलाई चाहियो। त्यो भन्दाखेरि 6 महिना 8 महिना तपाईँहरूले कति दिनुभयो, त्यति महिना पछि उसलाई स्टुडेन्टको सर्टिफिकेट आफै किनेर दिए पनि भयो, या त हाम्रो थ्रु त्यो युनिभर्सिटीबाट किने पनि भयो। जसरी पनि उसलाई डकुमेन्ट चाहियो। अनि ल्याङ्ग्वेज अनि लयर को त दाइ? लयर हामी नै हुन्छौँ केसमा। तपाईहरुले गर्ने हो त्यो एजेन्सीको केसमा। सुन्नु एजेन्सीको केसमा त्यो एजेन्सीकै लयर हुन्छ। र त्यो जेनरल जुन मैले भने नि हाम्रो थ्रु गर्नुभयो भने हामी नै लयर हुन्छौँ है। दुवै। तर सुन्नुहोस्, म के कुरा भन्छु भन्दाखेरि तपाईको जो पनि हामी कहाँ आउँछ भने हामी एउटा ब्याकअपमा टीआरसी एप्लाई गर्छौँ। किन गर्छौँ भन्दाखेरि भोलि पर्सि एजेन्सीमा गयो भने एजेन्सीले फिङ्गर भनेन, या त तपाईँहरू भाग दिनुभयो, खैर भयो, के भयो भने तपाईँहरूलाई लिगल गराइराख्नलाई हामी डबल ब्याकअप गर्छौँ। त हामी आफू कहाँ एउटा एजेन्सी कहाँ। यदि हाम्रो प्रोजेक्ट हो भने तपाईँहरूलाई केही पनि गर्नु परेन, कसैले केही गर्नु पर्दैन, हामीले नै गरेर दिन्छौँ। बुझ्नुभयो सिस्टम? एउटा चाहिँ जस्तो तपाईँ एलजीको एजेन्सीबाट गर्नुभएको होला। अब हामीले पनि कहिले हामीले डबल गर्छौँ ताकि अनि लयर हाम्रो लयर चाहिँ को हो त दाइ? या पुलिस हो कि अमित कुमारले गर्ने हो त हाम्रो लयर चाहिँ? तपाईको लयर चाहिँ वेरिनिका कजोल हो, पुलिस हो के? अमित कुमार यादव होइन? होइन, वेरिनिका कजोल हो। र उसले गर्दाखेरि पनि त्यसमा तपाईँ व्हाइट पेपरमा हेर्नु होला, त्यसमा वेरिनिका कजोल लेखेको होला, पेन्चिक भनेर। उसलाई दिनुभएको तपाईँको लयर त्यही हो। के हो भन्दाखेरि हामीले के गर्छौँ भन्दाखेरि
लयर एउटा, किनकि हामी त ल आउँदैन, हामी त कन्सल्टेन्ट, हामी सल्लाह दिने, काम गरिदिने, प्रब्लमको सोल्युसन गर्ने भन्दाखेरि लयरलाई हामीले तपाईँको केस दिने गर्छौँ र त्यसले जति पैसा भनेको छ त्यही तपाईँहरूसँग लिने हो र त्यसलाई दिने, या त तपाईँ उसलाई दिनुहोस् लयरलाई, या त हामी दिन्छौँ। अनि त्यो दाइ उतै यो अब क्रोएसियाबाट आउने मान्छेको चाहिँ टोटल चाहिँ कति युरो तिर्नुपर्छ? 4,000 कि 3,000 युरो? 3,000 युरो। सुरुमा 1,000 क्यास र 2,000 चाहिँ फिङ्गरमा सर्टिफिकेटको लागि। 2,000 हामीलाई नदिने भयो, त्यसले सर्टिफिकेट जहाँबाट जो। अनि तिनीहरूको चाहिँ अनि त्यो टिआरसी आउने चान्स कति हुन्छ त तिनीहरूको? तिनीहरूको 90 देखि 95, 100 कहिले पनि भन्नुहुन्न, किन भन्दाखेरि हाम्रो चाहिँ अनि हाम्रो चाहिँ के हो त दाइ? हाम्रो चाहिँ कति? हाम्रो चाहिँ अब जस्तै 100% 100% हो चाहिँ 100% कुन केसमा हो? तपाईँको कम्पनीले एनेक्स लेटर दियो, तपाईँको कम्पनी जेन्युन छ, ट्याक्स तिरिरहेको छ, सब ओके छ भने एटलिस्ट तपाईँको कम्पनीले सही ट्याक्स दियो गभर्मेन्टलाई र एनेक्स दिएको छ भने तपाईँको 100%। नेगेटिभ दियो भने पोजिटिभ गराउन सकिन्छ, तर अहिलेको कन्डिसनमा जति पनि आउँछन् नि त्यस्तोलाई के छ भन्दाखेरि कुनै स्टेटमा पर्दो यस्तो कि त्यसले भन्छ स्टुडेन्टको यो हेर, त्यो एउटा स्टुडेन्टको यो भएन, यसो कलेज यो स्टुडेन्टमा त्यो झ्याउँछ, त्यही भएर 100 भन्न सकिन्न। अनि यो चाहिँ यो हाम्रो फिङ्गरिङ गरेपछि चाहिँ अनि यो डिसिजन चाहिँ कति महिनापछि आउने हो? 4 देखि 6 महिना, 8 महिना, त्यो हेरी भन्न चाहिँ 4 देखि 6 महिनामा भन्छन्। डिसिजनको डेट पनि दिन्छन्, तर टाइम लाउँछन्, तिनीहरूले ढिलो गर्छन्। किन ढिलो गर्छ भन्दाखेरि अब तपाईँ यहाँ हुन्छ, तपाईँको फिङ्गर दिने बित्तिकै प्रोमिसिङ लेटर दिन्छ कि तपाईँ वर्कसपमा हुनुहुन्छ, वर्कलोमा। तपाईँको डिसिजन दिने अधिकार जुन राज्यमा काम गर्नुहुन्छ, जहाँ जुन राज्यलाई ट्याक्स दिनुहुन्छ त्यो राज्यको, त्यही भएर तपाईँको केस यहाँदेखि ट्रान्सफर भएर वर्कलो जान्छ र वर्कलोले डिसिजन दिन्छ। भन्दाखेरि केस ट्रान्सफर हुनलाई त 2 महिना लाग्यो, 4 महिना डिसिजनको हो भन्दाखेरि 6 महिना भयो। त्यसमा तलमाथि पेपर अप डाउन गर्दाखेरि 8 महिना, करिब 9 महिना थोरै बहुत लाउँछन् कि। ए हाम्रो चाहिँ कस्तो दाइ? अब हामीले चाहिँ वाट्सएपबाट फिङ्गरिङ गर्यो अनि फेरि यता ब्रसलप चाहिँ केस ट्रान्सफर गर्नुपर्छ? हाम्रो त कम्पनी त यता छ नि त, एलजी कम्पनी। सुन्नुहोस् न, मेरो कुरा सुन्नुहोस्, कस्तो हुन्छ भन्दाखेरि तपाईँको केस त तपाईँ आउने बित्तिकै तपाईँको घर त हाम्रो होस्टल थियो, वर्ष भनेर हामीले टिआरसी एप्लाई गर्यौँ है, र फिङ्गरको डेट आउँदाखेरि भन्छ कि ल तपाईँ त कामको बेसिसमा काम गर्छु भनेर टिआरसी माग्नु भएको, भन्दाखेरि कुन कम्पनीमा काम गरिराख्नु भएको छ, कहाँ गरिराख्नु भएको छ त्यो हेराउनुहोस् भनेर माग्छ। भन्दाखेरि तपाईँले एनेक्स दिनुहुन्छ, एनेक्समा के लेखेको हुन्छ? तपाईँ ब्रचोपको कम्पनीमा काम गर्दै हुन्छ, ब्रचोपमा बस्नुहुन्छ भन्दाखेरि वर्षले के भन्छ भन्दाखेरि तपाईँ चाहिँ वर्षमा बस्नुहुन्न, तपाईँ ब्रचोप बस्नुहुन्छ, त्यही भएर हामी चाहिँ तपाईँको डिसिजन या त टिआरसी दिन सक्दैनौँ, ब्रचोपको अधिकार हो, ब्रचोपको काम हो, उसले दिन्छ भनेर तपाईँको केस चाहिँ ब्रचोपमा ट्रान्सफर गर्छ। ब्रचोपमा ट्रान्सफर गरिसकेपछि ब्रचोपले तपाईँको डिसिजन दिने हो, वर्षले दिने होइन है। तपाईँको फाइदा के भयो भन्दाखेरि तपाईँ केस यथावत तपाईँको बचिराख्यो, तपाईँ लिगल भइराख्नुभयो, त्यति भयो। त्यो अलिकति टाइम बढी लाग्ने भयो, अलिकति टाइम अलिकति बढी। इलेक्ट्रोनिकमा फेरि के हुन्छ भन्दाखेरि इलेक्ट्रोनिकमा पनि त्यही हो, तर इलेक्ट्रोनिकमा पनि यदि वर्षबाट फिङ्गर या त ब्रचोपबाट भिडियो हेरिहाल्नुभयो, सुनिहाल्नुभयो है। अनि तपाईँहरूको पैसा हो, तपाईँहरूको टाइम हो, तपाईँहरूको इच्छा हो, कसरी आउने, के गर्ने, हामीले त तपाईँहरूलाई जानकारी मात्रै दिने हो, यस्तो गर्नु उस्तो गर्नु भनेर। हजुरको इच्छा हो सबै, हजुरहरूले मजाले बुझेर गर्नु होला। अनि यस्तै अब म चाहिँ इन्फर्मेसन भिडियोहरू यताउति बनाउँछु होइन। कहिले अब स्टाटस हुन्छ भने, कहिले डान्सहरू हुन्छ, कहिले गीत गाइन्छ, जे पाइ त्यही हुन्छ होइन। मनपर्छ भने तपाईँहरूले अब फलो गर्नु सक्नुहुनेछ। नयाँ नयाँ अब अपडेटहरू आउँदै गर्छ, त्यो पनि सेयर गर्दै जानेछु। अनि यो भिडियो चाहिँ मलाई पेम्बाजीले दिनुभएको, उहाँलाई धेरै धेरै धन्यवाद है। मैले आज उहाँको भिडियो हालेको, उहाँले नै अपलोड गर्नु भन्नुभएको छ, उहाँको आइडी फ्रिज हुन हालेको रहेछ, त्यही कारणले चाहिँ मैले यो भिडियो उहाँको थ्रुबाट चाहिँ अपलोड गर्दैछु। ओके, आजलाई यति भन्दै बिदा माग्न चाहन्छु। बाई बाई, धुबिजेनिया।